लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ। प्रदेश राजधानी क्षेत्रमा आइतबार भव्य समारोहको आयोजना गरी लुम्बिनीलाई साक्षर प्रदेश घोषणा गरिएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई औपचारिक रूपमा साक्षर प्रदेश घोषणा गरेका हुन्। लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश बनाउन अहम भूमिका खेल्नुभएका लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय जन्मजय तिमिल्सेनाज्यूलाई मेरो व्यक्तिगत तर्फबाट र सम्पूर्ण गेरुवावासी विद्यार्थीको तर्फबाट धन्यवाद ज्ञापन गर्दछु। संविधानको अनुसूची 8 र स्थानीय सरकार सञ्चालन ऐन 2074 ले माध्यमिक शिक्षा, अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रमको जिम्मेवारी स्थानीय तहलाई प्रदान गरेको छ। नेपाल सरकारले युनेस्को मापदण्ड अनुसार 15 देखि 60 वर्ष उमेर समूहको 95% जनसङ्ख्या साक्षर भएमा उक्त क्षेत्रलाई पनि साक्षर प्रदेश बनाउन व्यवस्था गरेको छ। पढ्न लेख्न सक्ने, सामान्य गणना, दैनिक व्यवहार, बैंकिङ, मोबाइलको प्रयोग, समय र मिति बुझ्न सक्ने सोचलाई साक्षरताको आधार मानिएको छ। लुम्बिनीले यो मापदण्ड पूरा गरेपछि साक्षर प्रदेशको रूपमा घोषणा गरिएको हो। लुम्बिनी प्रदेशको सबै 12वटै जिल्लाहरू साक्षर घोषणा भइसकेका छन्। पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, दाङ, बाँके, कपिलवस्तु लगायत जिल्लाको साक्षरता दर 96% भन्दा माथि पुगिसकेको छ। एससी परीक्षाको नतिजामा पनि उल्लेखनीय सुधार देखिएको छ। शैक्षिक सत्र 2080 मा 38.65% उत्तीर्ण रहेकोमा 2081 मा 62.06% पुगेको छ। धन्यवाद।